साथीहरु तपाई पनि नेपालमै केही कृषि फर्म गर्ने सोचिराख्नु भएको छ भने तपाईहरुको लागि स्पेशल यो भिडियो हुनेवाला छ। तपाईहरु अगाडि भिडियोमा देख्न सक्नुहुन्छ यो 18 महिनामा ब्याएको गाई हो र यो बाछी यो जुन ब्याएको गाई छ यो पनि यही फर्ममा उत्पादित भएको गाई हो है। र यो प्रजातिको गाईहरु चाहिँ तपाईहरुलाई फर्म गर्नको निम्ति धेरै नै सहज हुन्छ, धेरै नै आवश्यक पर्ने गाईहरु हो किनभने यसको तपाईको दुधको जुन क्यापासिटी छ, जुन यसको मिल्किङ क्यापासिटी छ त्यो चाहिँ धेरै हुन्छ है। अरु लोकल गाई अन्य प्रजातिका गाईहरु भन्दा यो गाईको तपाईहरुले दुध दिने क्षमता पनि एकदम धेरै रहेको छ र यो गाईले जुन जन्माउने नेक्स्ट ब्रिड हुन्छ, नेक्स्ट जेनेरेसन हुन्छ त्यो पनि एकदमै स्ट्रङ र त्यतिकै क्षमताको चाहिँ मिल्किङ क्यापासिटी भएको गाईहरु हुन्छ, त बाछोहरु हुन्छ तपाईले देख्न सक्नुहुन्छ र एकदमै छिटो है यो गाईहरु एकदम छिटो ब्याउने गर्छ। तपाईहरुले यसलाई राम्रो खालको सिमेन प्रयोग गर्नुभयो भने यस्तै प्युर हैन प्युर तथा मिक्स क्याटेगोरीको तपाईहरुले चाहिँ अर्को जेनेरेसन पनि तपाईहरुले उत्पादन गर्न सक्नुहुन्छ र फर्म गर्दै हुनुहुन्छ भने तपाईहरुले अन्य प्रजाति भन्दा यो प्रजातिको गाईहरु चाहिँ तपाईहरुले लिनु बेस्ट हुन्छ। हामीले यो प्रजातिको गाईहरु अन्य धेरै गाईहरु हामीसँग रहेका छन् र त्यो मध्ये यो चाहिँ आज भर्खर ब्याएको गाई हो र यसको बच्चा पनि एकदमै हेल्दी छ साथीहरु, एकदम छिटो तङ्ग्रेको छ, एकदम हेल्दी रहेको छ, तपाईले फ्रेममा देख्न सक्नुहुन्छ। र यो गाई नेपालमा अहिले धेरै चर्चिरहेको साथीहरु, तपाईहरुलाई यस्तै प्रकारका गाईहरु चाहिएमा तपाईहरुले हामीसँग सम्पर्क पनि गर्न सक्नुहुन्छ, हाम्रो कमेन्ट गर्न सक्नुहुन्छ, तपाईहरुले हामीलाई मेसेज गर्न सक्नुहुन्छ। र यो गाई आज ब्याएको कारणले गर्दा उसले आफ्नो बाछाले चाहिँ आफ्नो फिडिङ लिइरहेको छ, तपाईले देख्न सक्नुहुन्छ। र गाई बान्ने ठाउँमा भर्खर साथीहरुले भर्खर ब्याएको गाई छ भने म्याट चाहिँ नराखिदिनु होला, म्याट चिप्लो हुन्छ र चिप्लो म्याटमा चाहिँ चिप्लेर गाई लड्ने सम्भावना धेरै हुन्छ र नयाँ ब्याएको गाई चिप्लेर लड्ने त्यसरी गाईलाई मिल्क फिभर हुने जस्ता समस्याहरू पनि छन्। नेपालमा कतिपय किसानहरूलाई चाहिँ थाहा हुँदैन हैन, नयाँ किसानहरू हुनुहुन्छ भने उहाँलाई कतिपय टेक्निकल ज्ञान नभएको नयाँ किसानहरू हुनुहुन्छ भने गाईलाई मिल्क फिभरहरू हुन्छ, ब्याउने बित्तिकै गाईलाई मिल्क फिभर हुने सम्भावना धेरै हुन्छ है साथीहरु। र मिल्क फिभर भयो भने एकदम डेडली हुन्छ, छिटो भन्दा छिटो फर्स्ट आवरमै मिल्क फिभरको चाहिँ उपचार गर्नुपर्ने हुन्छ। त्यसैगरी नयाँ ब्याएका गाईलाई अर्को समस्या भनेको थुनेलोको हुन्छ साथीहरु, तपाईहरु देख्न सक्नुहुन्छ यो गाई एकदमै धेरै यसको चाहिँ एकदम क्यापासिटी धेरै छ है, दुधको हेर्नु त यसको तपाईले थुन पनि देख्न सक्नुहुन्छ, एकदमै धेरै यो चाहिँ क्यापासिटी भएको गाई हो। त्यसकारणले गर्दा यस्तो गाईहरुमा चाहिँ थुनेलोको सम्भावना पनि धेरै हुन्छ। र अन्य भनेको फोहोर मैला साथीहरु, नयाँ ब्याएको गाईलाई चाहिँ अलिकति गोबर रहित ठाउँमा राख्नुपर्ने हुन्छ, सफा गरिराख्नुपर्ने हुन्छ र तपाईहरुले सफा गरिराख्नु भने इन्फेक्सनहरु हुँदैन र तातो पानीले थुनलाई चाहिँ बारम्बार तपाईले धुनुपर्ने हुन्छ र गाई दुनु भन्दा अगाडि आफ्नो हात पनि साबुन पानीले धुनु होला, बाहिरको कीटाणुहरु जम्सहरु आउन नदिनको लागि। र तपाईले देख्न सक्नुहुन्छ यो आज ब्याएको बाछो तर एकदम एक्टिभ छ है साथीहरु, यो बाछो एकदम एक्टिभ तपाईले देख्न सक्नुहुन्छ, आजै ब्याएको हो 1-2 घण्टा भयो तर धेरै एक्टिभ रहेको छ है, यो धेरै नै एक्टिभ रहेको छ तपाईले देख्न सक्नुहुन्छ। र माउ पनि एकदम एक्टिभ नै छ, हेल्दी नै छ। र अन्य साथीहरुले पनि ओके तपाईहरु त्यो साथीहरु यसरी हेल्दी बनाउन चाहनुहुन्छ भने गाईको डाइट्सहरुको बारेमा पनि हामी भिडियो बनाउने छौं, गाईलाई कसरी दिने, कति टाइम दिने, कसरी दिने भनेर चाहिँ हामी डाइटको पनि भिडियो बनाउने छौं र कस्तो प्रकारको घाँस दिँदा गाईबाट धेरै दुध उत्पादन गर्न सकिन्छ हैन। जस्तो हामी धेरै भिडियोहरु देख्छौं, विदेशी फर्मका भिडियोहरु देख्छौं, तर आफ्नै देश नेपालमा चाहिँ कसरी चाहिँ गाई पालन गर्दा चाहिँ तपाईहरुलाई फाइदा हुन्छ भन्ने प्रकारको हामी भिडियोहरु पनि लिएर आउँछौं। र यो भिडियोमा तपाईहरु देख्न सक्नुहुन्छ अहिले उले ब्रेस्ट फिडिङ गराइरहेको छ बच्चालाई माउले। र मैले फेरि पनि भने माउलाई म्याटमा भर्सक नराख्नु है, यस्तो तपाईहरु देख्न सक्नुहुन्छ यो म्याट रहेको छ, यो म्याटहरु चाहिँ प्राय चिप्लिने हुन्छ है, पानीले चिप्लिन्छ र नयाँ ब्याउने गाई चाहिँ एकदम चिप्लिने भएको कारणले गर्दा त्यसलाई भर्सक म्याटमा राख्नु होला, बाहिरै राख्नु होला। र अन्य साथीहरुले पनि कृपया कमेन्ट गर्नु होला, हाम्रो भिडियोलाई शेयर गर्नु होला। र तपाईहरु नेपालमा कृषि फर्म गर्ने सोचिराख्नु भएको छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर तपाईहरु जोड्नु होला, हामी यस्तै कृषि सामग्रीहरु लिएर आउने गर्छौं। र धेरैभन्दा धेरै साथीहरुलाई चाहिँ भिडियोलाई कमेन्ट गरेर लाइक गरेर चाहिँ सपोर्ट गर्नुहुन्छ भन्ने हामीले अपेक्षा लिएका छौं। धन्यवाद साथीहरु।